हस्बेन्डको कत्रो छ खाइसक्यो मैले सामेल बोक्छ मुझे जडिया गादा खाएर बनाएको ज्यानो हो खाइसक्यो मैले सामेल बोक्छ मुझे वाह आइजन गड जडिया गादा खाएर बनाएको ज्यानो हो अच्छा मार्दिन्छु आइजन यो खोलामा आइजन खोलामा आइज खोलामा आइजन कामिरा त सिंगल खोल्छ गजब बेइज्जती यो खोलामा आइजन खोलामा आइज खोलामा कुटा के भएको यो कुटा आइजन कुट्ला तपाईँको हस्बेन्डले यो बक्सा ठिक हुँदैन र तपाईँको हस्बेन्डको कत्रो छ मेरो गाउँको टपर मुजी अहिले यहाँ केटा टिप्दैछु माछा सिक्ने मुजी अर्को गाउँको मेरो साथी मुजी अस्ट्रेलियन मुजी जुठोबाट मार्दैछ मुजी अर्को जापानको मुजी अर्काले हनिमुन बनाएको सिक्ने ऊ तन्ना सभा गर्दैछ मुजी पढाइ सढाइ सोध्दै माछा सिक्ने मुजी पढेर केही पनि हुँदैन मुजी माछा सिक्ने पढाइ सढाइ गोली हाल्ने मुजी माछा छ त भाइ तिमी पो काममा जानुपर्छ त भाइ तिमी पो भाडा मास्नुपर्छ त भाइ तिम्रो दाइ करोडपतिलाई केही मतलबै छैन क्या त्यही भएर तिमीलाई पागल लागेको हो क्या किनकि मसँग करोडौं रुपियाँ छ मलाई के को टेन्सन कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको केटी भेट्न आएको थिए केटी नै आएन के गर्ने अरे भाइ केटी नआएको होइन क्या तिमी रोटाइ होइन केटी आई तर परबाट ओर्ली तिमी कहाँ छौ भने म पर्खिरहेको छु भन्यो तिम्रो अनुहार हेरी मुझे फोटो जस्तो अनुहार देखेर भागी क्या फर्की बुझ्यौ नि केटी आएकी थिए अरे बुझ्यौ नि तिमी भेट्न गएर केटी आएन भन्यो नि केटी आएकी थिए तर परेबाट हेरी तिम्रो अनुहार फोटो जस्तो लागेर अलिक फर्की गजब बेइज्जती डिलिट गर यदि गरे रोइन्छौ भनेदेखि मैले तँलाई मैले भनिनँ चारवटा टी हान्दिन्छु दक्षिण गाली भाषामा तँलाई हान्न मलाई कुनै आइतबारे प्लिज अध्यक्ष मान्छे ग्याङस्टर म्याच सिक्ने आउन मन छ मसँग खुकुरी छ रन्डीको बानहरू आइछ म्याच सिक्ने मसँग खुकुरी छ खुकुरी टिका जस्तो बनाउन के गर्नु पर्ला तेरो मुख फोर्नु तँलाई साफ सिलौटामा राखेर पिसिए दिनुपर्छ क्या तेरो माथि डोजा चलाइदिनुपर्छ बौलो यो कुन प्यारे साफ श्रीमतीको डिबी परेर आएको मान्छे जस्तो छ यार यसलाई दिमाग खराब गरेर यार आफ्नो पैसाले मापसी गर्दैन नि यस्तोहरू फोकटको खान्छ क्या गजब बेइज्जती कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिन त के भएको मेरो हातमा घडी देखिरहेको भएको छ माइ डियर फ्रेन्ड यो घडी नै हो 36 लाख हो 36 लाख माइ डियर फ्रेन्ड मैले त गर्न सक्यो भने माइ डियर फ्रेन्ड तपाईँहरूले पनि गर्न सक्नुहुन्छ यो तपाईँ हो भने तपाईँले 3 जना जोइन गर्नुहोस् तपाईँले काम गर्नु पर्दैन माइ डियर फ्रेन्ड पैसा यति हुन्छ नि माइ डियर फ्रेन्ड राख्ने ठाउँ हुँदैन तपाईँले आफ्नै एउटा ब्याङ्क खोल्नुहुन्छ अच्छा यो महिनामा मेरो टर्नओभर कति थाहा छ मसँग घर छ गाडी छ मेन ठाउँमा म सन्केन्द्र चौकमा जग्गा छ एउटा कुरा सुनाउँ तपाईँहरूलाई माइ डियर फ्रेन्ड अस्ति भर्खर मैले मेरो बुढीको बिहे गर्थेँ होटल आयो थाहा छ नि हो त्यो होटल आयो 80,000 गेस्ट 80,000 मेन ठुल्ठुलो बिल्डिङहरू छ अझ म कतिवटा प्लट किनेवाला छु माइ डियर फ्रेन्ड मार्केटिङको पावर के माइ डियर फ्रेन्ड म ग्यारेन्टी दिन्छु साथीभाइ हो माइ डियर फ्रेन्ड यति पैसा आउँछ कि रोकिनै मन लाग्दैन तपाईँले केही पनि गर्नु पर्दैन माइ डियर फ्रेन्ड तपाईँले सिर्फ 3 जना जोड्नुहोस् 3 जना तपाईँको अन्डरमा काम गर्छ 3 जना तपाईँले केही गर्नु पर्दैन 80,000 गेस्ट ठुल्ठुला मान्छेहरू आउनुभएको थियो बालिक सम्मान मात्र सम्मान एउटा कुरा त के भनौँ भने अर्को सम्मानले स्टोर दिनुभएको थियो एक कार गर्लफ्रेन्ड बङ्गला सब तर फोटोमा मात्र साला त्यही भएर तनाव छ आफ्नो यहाँ फोटोमा भएको पनि
यसको गाई पनि तान्ने मुझे मेरो एनर्जी गाईले भन्ने त एनर्जी मैले भेटाइदिए दोस्रोना अनि बढ्यो मेरो एनर्जी मेरो गाडी बोकेको होइन मुझी खसीको त नाच्ने होला सुधी बलियो तर नाच्ने खोलाले म बलियो नाच्ने स्टेप नाची बलि रिस्पेक्ट गर्ने इज्जत दे गिभ रिस्पेक्ट आफ्टर मम्मी हिजो भाइ हाम्रो ड्याडीले भाइ हाम्रो घरको नोकरीलाई च्याप्प समातेर भाइ बिस्तारामा लगेर ढालेर अनि पछि तेरो बाबा आउनु चाहिँ केही कुरा तेरो बाबा आएछ भन्ने है ए बुढी के छ म त आइपुगेँ त अफिसबाट र अब के कुरा भन्नु त्यस्तो कुरा भन्छ ड्याडीले भाइ हाम्रो घरको नोकरीलाई अनि च्याप्प समातेर बिस्तारामा लगेर ढालेर नाइला अङ्कलले तपाईँलाई जस्तो गर्नुभएको थियो त्यस्तो गरेको एक बार आजा 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 amma yondu rengo kone da amma lokko rengo खाएर हुर्केको छोरी हो प्लिज परस मुला सामु मैले चाहिँ आमाको हामीले के बाउको दुध खाएर हुर्केको थिएँ हामी त थप्पड हान्छौँ ड्याममै हान्छौँ सिद्धो काम नगर्ने मान्छे त हामी हान्छौँ 100% यस्तो हो क्या अब त पब्लिकमा हिँडिरहेको छैन हिँडिरहेको छ तल केटा चिला होइन यसो गर्ने होइन भाइ अनि यो यसो गर्न त्यो अनि यसो गर्ने क्या यसो यसो गर्ने होइन यी दिने क्या भाइ बुझिनस् यहाँ म दिइरहेछु यी दिइरहेछु म यसरी बुझिनस् के चाहिँ यस्तो यसो गरेर यसो दिइरहेछु मेन खेल चाहिँ फेरि तँले यो दिने होइन थाहा पाउँछ भाइ यो भित्र यसलाई चिमटेर यो दिने बुझिस् ओपर टीका पनि कहाँ यहाँ लाउने हो त अनि यो टीका चाहिँ किन यहाँ टिका हो यो खै ल्याउ न टीका टिप्छु म टिकी खोइ अहिले टिका होइन भन्दैछु नि हामीले बक्सिङ